झ्याप्पै लाएर हामी सामान किन्दैछौँ है साथीहरू। यहाँ खाता धुप जे फालफुल जे चाहियो सबै सामानहरू हामी किन्दैछौँ। यहाँबाट मजाले झपक्क सामान बोकेर माथि मन्दिरको थानमा अब छिर्नु लाग्छ है। चट्ट छिर्ने बत्ती बाल्ने, तर बत्ती बालेको चाहिँ मैले आफैले बत्ती बाल्दाखेरि खिचेको छैन। अब झपक्क लाएर यहाँ मन्दिरलाई भगवान् बुद्धको नाममा चट्ट लाएर यहाँ भगवान्को मूर्तिलाई चट्ट लाएर यो मूर्तिहरू हेर्ने, फोटो खिच्ने, रमाइलो गर्ने ठाउँ पुगेको छु। यहाँ भगवान् बुद्धले के भनिरहेको छ भने एउटा भागको परिवारलाई तिमीलाई म खान्छु भनेर आउँदाखेरि बुद्धले के भन्नुभएको छ भने तिमी म खाएर तिम्रो भोक तिर्खा मेट्छ भने लु खानुस्, म दिन तयार छु भनेर उहाँले आफ्नै तिख्रा फिलाको मासुहरू चाहिँ हातबाट बाकै मुखमा यसरी दिइराख्नु भएको छ। लु हेर्नुहोस् त साथीहरू, किन भगवान् बुद्धले हिजो यस्तो तपस्या गरेर बसेर यतिसम्म गर्न सक्या। हामीले यसैको बावजुदमा हामीले शान्ति रहोस् न, शान्ति रहोस्, खुसी रहोस् भनेर आजको दिनमा मासु केही नराम्रो चिजहरू नखाएर काटबाट नगरेर हामी मजाले हामी आज उहाँलाई बत्ती बालेर उहाँको नाममा रमाइलो गर्दै मजाले दुध पानी खाएर हामी आज दिनभरि बसेको। हामी घुम्दै फिर्दै हामी यो मन्दिर हुँदै आज हामी मजाले तलमाथि गाउँ वारिपारी जङ्गल सबै घुम्दै झपक्क यस्तो ठाउँमा मन्दिरतिर वारपार घुमिरहेको छु, बसिरहेको छु दिनभरि। यतापट्टि लामाले पनि पूजा गरिरहनु पर्छ यही बुद्धको नाममा। उहाँले फलफुल चढाउने, विभिन्न किसिमको पानी चढाउने, बत्ती बाल्ने विभिन्न किसिमको लामाले पनि गरिरहनु पर्छ। अर्को साथीहरू यतापट्टि त अब छँदैछ गरिरहनु पर्छ। ऊ झपक्क साथीहरू जति पनि त्यहाँ यो तल्लोपट्टि हेर्नुहोस् है, यो चाङ्दा लागेको मजाले त्यहाँबाट तल 1 किलोमिटर जति तर सररररररर गएपछि तल्लो डाँडामा मन्दिरमा पुग्छ। त्यहाँदेखि चाहिँ हामी सक्दिन्छ मजाले है साथीहरू। डाँडा हो तल मन्दिरमा जाँदैछु। बाजे कति वर्ष पुग्नुभयो? कति वर्ष पुग्नुभयो? 81 वर्ष। यो नमो बुद्ध भन्नुको कारण तपाईँले सबै थाहा छ बाजे? यो के यो नमो बुद्ध बुद्धको के हो तपाईँले सबै थाहा छ? के हो भन्नुहोस् त, मलाई सुनाउनुहोस् त विषयमा। अर्को के तपाईँलाई? हामी यहाँ फेरि यतापट्टि मने भएको ठाउँमा आइपुग्यो है। यता हामी मने हेर्दैछु, हेरेर अब यसो रमाइलो तल वारिपारी सबैतिर हेर्दै अब हामी फर्किने क्रममा छु। अब चाहिँ हामी यहाँबाट दर्शन सकेर अब फर्किनेवालामा छु हामी। हेलो साथीहरू, तपाईँहरू पनि आउनुहुन्छ भने अर्को सालको बुद्ध जयन्तीमा चाहिँ नम बुद्ध आउनु होला। रमाइलो ठाउँ छ। यहाँबाट पनाउदीदेखि आउनुभयो पनि हुन्छ, यता धुलिखेल हुँदै आउनुभयो पनि हुन्छ। धेरै राम्रो छ, पिच रोड छ, एकदम राम्रो छ। हामी चाहिँ अब दर्शन सकेर फर्किने हुन्छ। नमो बुद्धको यात्रा है साथी। यताबाट फेरि तलपट्टि हेर्दाखेरि चाहिँ पनौतीको झ्याप्पै त्यो पाखै तल गहिरो बजार, पनौतीको बजार है साथीहरू। यो तल
ओहो साथीहरूले भनेर सत्य पनि छैन। गुम्बोको कलर सुन कलरले झपक्क लाएर टल्काइदिएको हो। यस्तो गुम्बो त खासै संसारमा कमै होला है साथी हो। यो गुम्बोको मात्रै के कुरो गर्नु, यो गुम्बोभित्र मूर्ति यदि खतरा सुन कलरले छाएको टल्काएको यदि खतरा छ कि, तर गुम्बोभित्रको मूर्तिलाई चाहिँ खिच्नु दिएन है साथीहरू। यस्तो खतरा आवा आवा आवा, म छक्क पऱ्यो। हुन त मैले 3-4 चोटि गइसकेँ हो। तपाईँहरू पनि हेर्नुहुन्छ भने चाहिँ आइदिनु है साथीहरू मजाले। आम्मा हो गुम्बोको भनेर सत्य नै छैन। यदि खतरा छ कि साथीभाइ तपाईँहरू पनि आउनुहोस् है नमबुद्ध हेर्नलाई चाहिँ तपाईँहरू अर्को साल है। अब यसपालि हुन त जतिखेर जहिले गए पनि हुन्छ त्यो ठाउँ, जहिले मन्दिरको दर्शन गर्न पाउँछ, जहिले धुप बत्ती बालिरहेको हुन्छ। मेला चाहिँ तपाईँको बुद्ध जयन्ती र यो अब एउटा कार्तिक महिनाको पूर्णिमा हुँदो रहेछ, त्यतिखेर हुन्छ। यो जतिखेर पनि 24 घन्टा यो पूजा गर्न चाहिँ पाइन्छ है साथीहरू। यस्तो रमाइलो यस्तो डाँडामा। यो चाहिँ खदा लाउने बत्ती बाल्ने मजाले कार्डले लेखेको जस्तो देखिने उतापट्टि भित्री सानो 2टा मूर्ति छ, त्यसैमा बत्ती सत्ती बाल्ने अनि मजाले रमाइलो बत्तीहरू बाल्ने फलफुल चढाउने ठाउँ है। यो चाहिँ मजाले भगवानको नाममा फलफुल पैसा जे पनि चढाउन पाउने मूर्ति। कस्तो मजाले लेखेको छ हेर्नु त। एउटा बाघ र बाघको मूर्ति र एउटा बुद्धको मूर्ति 2टा जोडेर कुरा गरिरहेको हुन्छ, त्यो फोटोमा कुरा गरिरहनु भएको छ। मजाले हेर्नुहोस् त, फलफुल पैसा बत्ती पानी सबै चिज यहाँ चढाइराख्नु भएको छ।